जग्गाकै कुरा आएछ। जग्गा विस्तार भएपछि अनि बल्ल अरू कुराहरू आयो र जग्गा कसरी विस्तार गर्ने भन्ने कुरा एउटा मोटामोटी यहाँ देखिएछ। यसले एउटा रूप देखाएको छ र यता जाने यताको लम्बाइले यति रूप देखाएको जस्तो 62 मिटर त्यहाँ 45 यहाँ हुँदाखेरि करिबन 17.5 को के अरे एउटा सर्कमफ्रेन्समा गर्दाखेरि दुईटा सर्कलमा 109 अनि बाँकी बचेको 91 जति बच्छ 45 मिटर हुँदाखेरि यता 17 उता 17 हाल्दाखेरि पनि 35 गरेर लगभग 80 मिटरको भयो भने हामीले यहाँ दौडाउन मिल्छ। र हाम्रो के छ नितान्त बाध्यता के छ भनेपछि राष्ट्रपतिलाई नि सोचेछ भोलि दीर्घकालमा ठुलो भयो एउटा बच्चालाई प्र्याक्टिस जिरो। जित्न त जित्यो नि त जितेकै छौँ हामीले जित्यौँ। प्र्याक्टिस हाम्रो पोखरे भयो त्यो भएर एउटा अभ्यासको लागि पनि हुन्छ। र मैले त के अरे माइलवासी पनि पहिले भनेको छु पैसा कसरी हुन्छ रिजनेबलमा सबैले सौदो पाउदो गरेर माइलबार यता के अरे गोकुल मामालाई नि मनाएर यो जग्गालाई जति सक्दो पहिला निकालियो भने केही न केही स्वरूप आयो भने हामीले चाहिँ यहाँ ठुलो हुन्छ। यो लक्ष्य अरूहरूले के देख्नु भएको थियो यो जग्गा किनिराख्दाखेरि यो लक्ष्य देखेकै थिएन। ल भलिबल बास्केटबल मजाले पुग्यो यता भलिबल गरौँ ल यता बास्केटबल गरौँ ल। अहिले ग्राउन्डले के ठुलो स्वरूप लियो के त्यो 20 लाखको योजना कार्यान्वयन हुँदै गर्दाखेरि ठुलो स्वरूप ल्याए जस्तो त्यहीँ 62 मिटर पुग्या यता 45 पुग्या अझ 10 मिटर यता बढाउन मिलेको छ। त्यस कारणले अहिले हामीले 5 लाखको योजना गोकुल सरको टुङ्गाएर एउटा सबैलाई चन्दा आह्वान गरेर कुनै हिसाबले त्यसलाई टुङ्गाइयो भने माइलबारको पनि टुङ्गाइयो भने माइलबारको त्यो कुनाटा यो कुना नै त्यो साइडमा पनि 6 मिटरको कुनै एउटा रनिङलाई चाहिँ त्यहीलाई हो ट्र्याकमा त बनाउन सकिन्छ। र अहिले 5 लाखको चाहिँ यतैबाट आउने गोकुल सरकैतिर उता गरेर फिलिङ भयो हुन्छ। जति कटिङ गर्ने भाग स्पष्ट भएर माथि जाने र यसले स्वरूप लिने मेरो यो रेखाङ्कनको सन्दर्भमा त्यही नै हो सबैले। र यो ढुङ्गाको कुरा आयो सबभन्दा पहिला ढुङ्गाको कुरा आउने बित्तिकै वडा अध्यक्षले के अरे अङ्कलले तल कुरा गर्नुभयो। कुरा गरेपछि प्राविधिक आएपछि एउटा हिसाबले ढुङ्गाले चुनौती भएको थियो। 2,92,000 को इस्टिमेट आइराख्दाखेरि त हल्का केही न केही ढुङ्गाको चुनौती त्यति रहन्छ नि भन्ने कुरा भयो। जस्तो ब्लास्टिङ गर्नै सकेन भने त्यो ज्याकम्बर्गी के अरे होल खोल्ने ड्रिल मेसिनले त्यसलाई 1200 को एउटा होललाई 1200 को दरले अनि त्यसको डस्ट हुँदो रहेछ क्र्याकम्याट भन्ने हुँदो रहेछ त्यसको चाहिँ 114 कि कतिको दरले त्यो के अरे डस्ट किन्न पाइँदो रहेछ। त्यसो भएपछि त हामीले त ढुङ्गाको चुनौती लगभग जस्तै ढुङ्गा भए पनि 1 साल होला 2 साल होला जसरी पनि अहिले 2,92,000 मा आयो हाम्रै 20 लाखकोलाई ढुङ्गालाई मात्र प्रयोग गर्ने भने त सबै जाँदो रहेछ। त्यस कारणले हामीले यसलाई विस्तार गरौँ। माइलवाले पनि एकदम गाउँ समाज सबलाई सम्झेर त्यो गर्नु गोकुल मामालाई हामीले टुङ्गाएर एउटा ट्याक्कै रेखाङ्कन यो ढुङ्गा देखेको मैले त के भनेको भने 5 लाखले त्यो कुनै ढुङ्गा भयो नि यतैबाट यो फालेर अब हामी यहाँ खुम्चिने अवस्था छैन। होला पोखरे बगर छ भुवनथान जहाँ भए पनि हाम्रै गाउँको हामीले उपयोग गर्ने हो। यी पोखरे बगर ग्राउन्ड भएर हामीले कतिपटक गाडी लगेर बच्चाले कति उपयोग गर्यो 2 साल त्यसको फाइदा पनि प्रत्यक्ष रूपमा दुईटा राष्ट्रपतिमा पोखरे ग्राउन्डले पनि देखाएकै हो। अहिले पनि पोखरे ग्राउन्डले देखाएको हो। भन्थाना पनि जाम्ला त्यसलाई चाहिँ ठ्याक्कै कुन ढुङ्गा निक्लिन्छ यो ढुङ्गा नि त चुनौती हो नि हामी सबलाई थाहा नि यो ढुङ्गा देखिन्छ। अब हामीले फुटालिन्छ नि यस्तै गरेर यहाँ हामी कति जान्छ ट्याक्कै ढुङ्गा डोजर ठुलो स्काभेटर ल्याएर ठ्याक्कै यस्तै गरेर ढुङ्गा ठ्याक देखाइयो भने हामीलाई काम गर्न सजिलो हुन्छ। र मैले त भन्छु सबैको नि त्यही छ बढौँ जति सक्दो बढौँ र जग्गालाई चाहिँ कुन लिने हो त्यसलाई चाहिँ अब यही लोकेसनमा गाउँकै बिचमा